रुँदै बस्नुभएको थियो हाम्रो हजुरआमा। 3-4 दिनबाट हाम्रो हजुरआमा चाहिँ एकदम टेन्सनमा हुनुहुन्थ्यो। अनि भाइ र म चाहिँ झन् टेन्सनमा पऱ्यौँ हजुरआमालाई के भयो भनेर। अनि त्यसपछि अनि हजुरआमालाई ढोका खोल्न लगायौँ। अनि हामीले चाहिँ ढोका खोलिसकेपछि हजुरआमालाई सोध्न लाग्यौँ, आमा के भयो, तपाईँलाई किन यति टेन्सन गर्नुभयो भनेर भन्यौँ। अनि त्यसपछि हजुरआमाले के भन्नुहुन्छ भनेको त म टेन्सनमा मर्न लाग्यो भन्नुभयो। के टेन्सन भयो तपाईँलाई भनेर भने, ऊ त पहाडीको एउटा छ नि खपटे बुढो, त्यो बुढोसँग मेरो लभ परेको थियो भनेर भन्नुभयो। भाइ र म एकअर्कालाई भेटेर टुलु टुलु गऱ्यौँ। अनि त्यसपछि लभ यो उमेरमा भनेर भन्यौँ। चुप लाग्न, लभ त जुन उमेरमा पनि पर्छ भन्नुभयो हजुरआमाले। अनि भाइले मन हो ठिक हो, लभ त पर्न पनि सक्यो भनेर। अनि के भयो भनेर भन्यौँ। अनि त्यसपछि त्यो बुढोसँग हजुरआमाको झगडा भएछ, 2-4 दिन भइसकेको रहेछ। अनि हजुरआमाले अब ब्रेकअप दिन्छु भनेर भन्नुभएछ। ब्रेकअप दिन्छु भनेर त्यो बुढोलाई चिठी लेख्नु भएछ अरे, तिमीसँग भएका सबै मेरो फोटोहरू पठाइदेऊ, म अब तिमीसँग ब्रेकअप गर्छु भनेर चिठी पुतलीको हात पठाइदिनु भएको थियो। अनि त्यो बुढो मान्छेले त सबै आफ्नो गर्लफ्रेन्डहरूको फोटो राखेर पठाइदिएछ अरे, तिमी कुन चाहिने हो, तिम्रो फोटो राखेर अरू फिर्ता गर भनेर चिठी पठायो भनेर पो रुँदै हुनुहुन्छ।